हेलो गुड मर्निङ। मर्निङको स्टार्ट चाहिँ यसरी नै हुन्छ है हाम्रो कचिङ कुचिङ किचिङ 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 चराहरूको बिहानै। जो हाम्रो कुखुरालाई ओट्रा दिने ठाउँ हो। पनि ओट्रा सेतो र हलुङ न हलुङ छ घिस्रो पिल्से रहेछ यो पनि। हुन्छ रानीले हान्नुपर्छ अरे हो, अन्त चाहिँ भुइँचालो भएको छ अरे। नत्र चाहिँ चल्लाहरू मर्छ अरे हो, त्यस्तो गऱ्यो भने चाहिँ चल्लाहरू मर्दैन अरे। म चाहिँ अब चुलामा घुमाउँदैछु। खरानीले पनि हान्नु अरे, अथा तातो रहेछ हौ खरानी त। लु पनि किसायो होला है। यहाँ पनि यहाँको चाहिँ निकाल्यो अस्ति। म चाहिँ अब यो हाम्रो सानो किचनको भित्ताहरू लिप्ने यस्तो भइरहेको छ नि त। यो कालो कालो के छोएर च्यादरको होला सायद। यहाँ चाहिँ पानी तताइरहेको छु, एकदमै फोहोर भइरहेको छ, मैला कालो। यो बाहिर भित्र डल्लै लिप्नु पर्ने छ आज म चाहिँ। भित्र बाहिर सफा भइसक्यो। अहिले चाहिँ भने मजाले अहिले चाहिँ भने घरको काम सकिसकेको छु सबै सनाक्सिनीको। अब चाहिँ म चाहिँ भैँसीको खुट्टा बनाउँछु। अब चाहिँ म आजको कत्रो ठुलो भैँसीको खुट्टा पोल्न आगो फुकिसकेको छु। दामी बल्यो कि। खुकुरीले त काटिँदैन रहेछ हो। अब म चाहिँ काट्दैछु यसले। पनि काटिसकेँ। पसिना आइन्जेल काटेको पो यो खुट्टा। यसमा कसैले फर्स्ट टाइम होला भैँसीको खुट्टा चाहिँ बन्चोरोले काटेको। अब चाहिँ पकाउनु रेडी भइसक्यो काटेर है। अब यत्रो पिस छ काट्नु नसकेर यो चाहिँ। आजको मेरो भिडियो चाहिँ यति नै हो। तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब लाइक गरिदिनुहोस् ल। धन्यवाद।